दर्शकवृन्द नमस्कार। बोल्दैछु पशुपति ठाकुर। आज म यहाँहरूलाई महान आस्था, विश्वास, श्रद्धा, भक्ति र मनोकामना पुराको प्रतीक छठ पर्वको बारेमा 2-4 शब्द भन्न र भर्खरै सम्पन्न भएको छठ पूजाको केही आकर्षक भिडियो देखाउँदै छु। आशा छ भिडियो अन्त्यसम्म हेरिदिनुहुनेछ। धन्यवाद। लागौँ विषयवस्तुतिर। छठ पर्व नेपाल र भारतका उत्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्त्वपूर्ण पर्व हो। अचेल अधिकांश मात्रामा प्राय सबै ठाउँमा यो पर्व मनाउँदै आइरहेको छ। यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्रपति र परिवारको कल्याणको लागि कामना गरिन्छ। यो पर्वलाई डाला पूजा, भास्कर पूजा, सूर्य षष्ठी पूजा र छठी मैया नामले पनि पुकार गरिन्छ। लगातार 4 दिनसम्म मनाइने छठ पर्वको पहिलो दिनलाई नहाय खाई भनिन्छ। यो दिनमा व्रतालुहरू स्नान ध्यान गरी आत्मशुद्धिको साथ अन्न जल ग्रहण गर्छन्। दोस्रो दिनलाई खरना भनिन्छ। यो दिनमा भक्तजनहरू दिनभरि अनसन बसी रातमा चामल, दूध, शक्कर र करकटुक मसला मिसाएर खीर बनाइन्छ र देवतालाई चढाइन्छ, जसलाई नज दिनु पनि भनिन्छ। छठको तेस्रो दिन अर्थात् छठ पूजाको दिन अघिल्लो दिन जस्तै बिहानै सबेरै उठेर गाईको गोबर र पानीले घर आँगन सफा गरी नयाँ चुलोमा ठेकुवा, पुरी, खजुरिया, भुसुवा मात्र नभएर नरिवल, केरा, सुपारी, लड्डु, पान, बेसार, अदुवा, नेम्बु, जौ, धूप, दीप, फल, फूल, गंगा जल, गाईको दूध, उखु सम्पूर्ण सामग्रीहरू तयार गरेर ढकिया, कोनिया, सुप्पामा राखेर साँझको सूर्य अर्घको लागि घाटतिर, नदी, पोखरी, कुलो, इनार तिर प्रस्थान गर्छन्। घाटमा व्रत बस्नेहरू स्नान गरेर आत्मशुद्धि गर्छन् र बाबा दीननाथलाई सूर्य अर्घ दिन्छ। चौथो दिनमा पनि व्रतालुहरू बिहानैदेखि पानीमा उभिएर आफ्नो तन मन धनले सूर्य देवतालाई आत्मसमर्पण गर्छन् र जब सूर्य उदाउँछ त्यसपछि पुनः बिहानको अर्घ दिएर थान बाबामा प्रसादी चढाएर आफ्नो घरतिर जान्छन् अनि व्रतालुहरू दूध र केराले पारण गर्छन् र त्यसपछि भोजन गर्छन्। छठ पर्वले पूर्ण कष्ट, रोग, व्याधि आदिलाई समाप्त गरिन्छ र भाकल पनि पुरा गर्ने गरिन्छ भन्ने जनमानसमा विश्वास छ। विधि विधान अनुसार मनाएका छठ पर्वको सामाजिक महत्त्व पनि निकै सुन्दर छ। यो एउटा यस्तो चाड हो जसमा डुब्न लागेको सूर्यको साथ उदाउँदो सूर्यको पनि आराधना गर्ने गरिन्छ। यस पर्वले जुनसुकै अवस्थामा पनि सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिन्छ। हाम्रो समाजमा जो गण्यमान्य व्यक्ति हुन्छ, प्रतिष्ठित हुन्छ, साक्षर हुन्छ, धनी हुन्छ, उनीहरूलाई सबैले सम्मान र इज्जत गरिन्छ। गरिब र दीन दुखीलाई त्यस्तो व्यवहार गर्दैन। तर आदिदेव सूर्यले कसैलाई हेल्ला अपमान नगरी सबैलाई एकसाथ घाम, पानी, ताप र किरण प्रदान गर्छन्। यो सोच्दैन कि यो धनी छ, यो गरिब छ, यो ठुलो छ, यो अग्लो छ, यो कालो छ, यो गोरो छ। उहाँले सबैलाई एकसाथ समान व्यवहार गर्नुपर्छ भन्ने सन्देश